मैले त 2 दिन नै छुट्टी आएँ। लास्ट 2 दिन होला मैले भिडियो बनाउन सकिनँ। अनि मैले बुझ्नै जाँदाखेरि कि अब यसको कन्सिस्टेन्सी कसरी मेन्टेन गर्ने, अरूहरूले के ट्रिक अपनाउँदैछ। अरूको हेर्न जाँदाखेरि उहाँहरूले अग्रिम नै कतिवटा भिडियो बनाइसकेका हुन्छ जो उनीहरूले ड्राफ्टमा राखिरहेको हुन्छ पछि पोस्ट गर्नलाई, या सिड्युल गरेर हुन्छ। मोस्ट प्रोबेबली उनीहरूले कहिले बनायो भने 5-6 दिनकै बनाइदियो अनि सिड्युल गरेर राख्यो, ड्राफ्ट गरेर राख्यो, अनि त्यो अटो पोस्ट हुन्छ। त्यसरी फेरि एक दिन काम गर्नु केही गर्नु बिजी भयो, जस्तै कि लास्ट 2 दिन म बिजी भएको थिएँ, भिडियो बनाइनँ। त्यस्तो टाइममा चाहिँ उनीहरूले त्यही सिड्युललाई पोस्ट अपलोड गरिराख्छ र एउटा कन्सिस्टेन्सी मेन्टेन गर्छ। र अब कन्सिस्टेन्सी मेन्टेन गर्नको लागि त पहिला केही चाहियो कि हामीले के बाटोतिर के कुरा गर्न खोजिरहेछौँ हैन, हाम्रो प्रब्लम के हो, के प्रब्लमतिर हामी ध्यान आकर्षण गरेर सल्भ गर्न खोजिरहेछौँ। त मेरो जति पनि भिडियो हुन्छ त्यो सबै भिडियो हेल्थ सेक्टर रिलेटेड हुन्छ, अनि यो चाहिँ कि डक्टर रिलेटेड हुन्छ, हस्पिटल रिलेटेड हुन्छ। त्यसपछि डक्टर र हस्पिटलको लाई चाहिने अरू कुराहरूको रिलेटेडमा हुन्छ। यदि राम्ररी बुझ्ने हो भने बिरामीको इलाज 2टा कुरामा डिपेन्डेन्ट छ। एउटा डक्टर, अर्को हस्पिटलको सिस्टम। कतिपय ठाउँमा चाहिँ गल्तीहरू भेट्दाखेरि या फिर गल्तीहरू कसैले इल्जाम लाउँदाखेरि त्यो डक्टर मात्रको गल्ती हुँदैन या डक्टरको मात्र दोष भनेर सम्झेर हुँदैन। त्यहाँ 3 पार्टी इन्भल्भ छ। एउटा पेसेन्ट त आफै भइहाल्यो, एउटा डक्टर भइहाल्यो, एउटा हस्पिटल भइहाल्यो। 3टै पार्टीको केही न केही समस्याहरू छ जसको बारेमा हामी कुरा गर्छौँ र यही टपिकको बारेमा म आगामी दिनको भिडियोहरू रेकर्ड गरेर राख्छु म।